दर्शक नमस्ते। नमस्कार सम्पूर्ण मित्रहरूमा म हरिश मल्लिकको तर्फबाट। साथीहरू, म चाहिँ एउटा कुरा भन्न आएको। एउटा उखान छ नि, जहाँ पातलो त्यहीँ छिर पर्छ भनेर, त्यस्तै हो कि होइन। कुरो के हो भन्दाखेरि चाहिँ मैले चाहिँ एसबिआई ब्याङ्कमा खाता खोलेको थिएँ होइन। अनि 1 वर्ष पहिला, ठ्याक्कै 1 वर्ष भयो होला सायद होइन। अनि त्यहाँदेखि चाहिँ आज पैसा चाहिँ कट्यो होइन। अब पैसा कटिसकेपछि अब किन कट्यो त भनेर जानकारी लिँदाखेरि चाहिँ इन्सुरेन्सको चाहिँ कटेको रहेछ होइन। अब खासै अब इन्सुरेन्स लगाइदिन्छु, इन्सुरेन्स गराइदिन्छु भनेर मलाई जानकारी पनि खास भएन होइन। त्यतिखेर चाहिँ अब ब्याङ्क गएँ म, अनि खाता खोल्नु छ भने, अनि उसले चाहिँ भन्यो कि ठिक छ 2000 रुपियाँ लाग्छ भन्यो। अब ठिकै छ त भनेर चाहिँ 2000 कि 2500 चाहिँ दिएको मैले होइन। अनि त्यहाँदेखि आज चाहिँ पैसा कट्यो। पैसा कटिसकेपछि चाहिँ अब इन्सुरेन्सको कट्यो, ठिक छ, इन्सुरेन्स ठिक हो। त्यो पनि कस्तो खालको इन्सुरेन्स रहेछ भने खासै अब जानकारी भएन मलाई। त्यो इन्सुरेन्स चाहिँ हजुर जस्तै एक्सिडेन्टमा डेथ हुन्छ नि, तब मात्र पैसा मिल्छ अरे के होइन। बाँकी एक्सिडेन्ट हुन्छ, केही चोटपटक लाग्छ भने त्यो भएपछि चाहिँ नमिल्ने अरे होइन। जब डेथ हुन्छ तब मात्रै मिल्छ अरे के। अनि कुरो चाहिँ अलिकति अनौठो लाग्यो मलाई होइन। बाँकी चाहिँ अब केही पनि काम गर्दाखेरि चाहिँ अब पुरा A to Z आफूलाई नलेज छैन तब नगर्नुला भन्छु मैले होइन। कुनै पनि काम, अब ब्याङ्क खाता खोल्नु छ, केही लोन लिनु छ, केही चाहिँ हजुरले अब गाडीहरू लिनु छ, केही गर्नु छ भनेपछि जो मान्छेलाई जानकारी छ उसलाई लगेर या त आफूलाई पुरा जानकारी भएर मात्रै काम गर्नुलाई भन्न चाहन्छु मैले होइन। अब आज चाहिँ अब मेरो चाहिँ ठ्याक्क 1 वर्ष भयो होला सायद पैसा कट्यो। अनि एक त पैसाको अभाव परिरहेको, त्यही पनि पैसा गर्दा चाहिँ अलिक टेन्सन लागिरहेछ। अनि त्यसैले चाहिँ अब भिडियो बनाइरहेको साथीहरू। त्यही भएर चाहिँ सबै साथीहरूले जसलाई जानकारी छ, जो चिजको नलेज छ होइन, तब मात्रै गर्नु होला। जो चिजको नलेज छैन हजुरहरूलाई त्यो भने सोधपुछ गरेर बरु ढिलै किन नहोस् होइन, र त्यो तरिकाले गर्नुलाई भन्न चाहन्छु। मेरो चाहिँ 81 पैसा गर्दाखेरि चाहिँ टेन्सन भइरहेछ आज है। ल हस् त, जय नेपाल, फेरि भेटौँला है।